हेलो गाइज नमस्कार आरबीएसएस ब्लग्समा हजुरहरूलाई स्वागत छ। फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु। गर शान्ति स्वस्ति शान्ति गरेको भिडियो पुरा हेर्न सक्नुहुन्छ। यो चाहिँ स्वस्ति शान्तिको भिडियो हो। त्यस्तै गर शान्ति पनि यसैमा, रुद्री पनि यसैमा र एकदम यहाँ रमाइलो सबैजना गरिराख्नु भएको छ, पूजा गरिराख्नु भएको छ। यहाँ होम पनि जारी छ र तर्पण दिने काम पनि भइरहेको छ। कोही यता के भनेको कुरा सुनेर हाँसी पनि राख्नु भएको छ। एक रमाइलो छ। यसले चाहिँ बियरको गिलासमा पुरै चिया खाइरहेछ, कालो चिया। दिनभरि भोकै बस्या हुनाले, कर्ता बस्या हुनाले अनि पुरै गिलासभरि कालो चिया खाइरहेको अवस्था र यहाँ एकदम होम भइरहेको छ। सबैजना शान्त रूपमा बसिराख्नु भएको छ, हेर्दै हुनुहुन्छ होम। सानो फुच्चे नानी पनि आएर मजाले ध्यान दिएर हेरिरहेको अवस्था छ। हाम्रो गुरुहरू टुङटुङ पढिराख्नु भएको छ। अर्को नानी पनि आइसकेको अवस्था छ र यहाँ गुड छ भनेर मैले क्यामेराम्यानलाई देखाएको अवस्था। होम गर्न जारी छ। एकदम रमाइलो, मन आनन्द बनाउनको लागि, हुनको लागि ग्रह शान्ति गरिन्छ र केही कार्यमा असफलता आयो भने, शरीरलाई स्वस्थ भएन भने पनि गर शान्ति गर्ने चलन छ। त्यही चलन परम्परा अनुसार यहाँ पनि भइरहेको छ। दिउँसो धेरै घाम थियो, माथि टोरेल भएको हुनाले घामले पोल्ने क्रम पनि जारी नै थियो। यो चाहिँ हाम्रो हुन्छ के त्रिकुटीबाट जलधारा शिवजीलाई नुहाइरहेको अवस्था। शिवजीको कर्ता भनौँ या बडीगार्ड भनौँ, मै थिएँ आज चाहिँ दिनभरिको लागि। यो पानी घटबड हुन्छ के हुन्छ भनेर हेर्नेमा शिवजीको सँगै दिनभरि बिताइयो शनिबार। र यहाँ एकदम शान्तपूर्ण ढङ्गले होम भइरहेको छ। स्वाहा भन्दै हुन्छ। ओम गणपतये के नमः स्वाहा भन्दै हुन्छ। यता गफ पनि चलिरहेको छ, आफ्नै धुनमा पनि हुनुहुन्छ। क्लसमा यो चाहिँ नैवेद्य चढाएको अवस्था हो। आगो अलिक ठुलै बलेको हुनाले, माथि टनेल भएको हुनाले हल्का डर पनि भइरहेको थियो, प्लास्टिक पक्रिने हो कि भनेर। हल्का सेल्फी लिउँ न त, फेरि म चाहिँ हराउँला भनेर सेल्फी लिइदिएको अवस्था। हल्का रमाइलो भनौँ, रमाइलो थियो। यता सबकै गालामा हात लाएर, कोही नारीमा समाएर यो चाहिँ आरती हुँदै थियो। एकदम भव्यतापूर्वक छ आरती पुरा। यहाँ चाहिँ अब सबैजना ताली बजाएर आरती गर्दै हुनुहुन्छ। सबैजना एकदम एक धुन, एक सुर, एक मन, एक चित्त भई पुरै ध्यानमा हुनुहुन्थ्यो। गुरुले शङ्खनी बजाउन सुरु गर्नुभयो, घन्टी बजाइराख्नु भएको छ। यता आरती घुमाउने भाइ दायाँ बायाँ, यसको मान्छे अलि चञ्चले भयो हुनाले दायाँ बायाँ हेरिराखेको पनि छ। आरती यता घुमाउँछ, ऊ हेर्छ अर्कोतिर। एक धुन एक सुरमा गरिराख्नु भएको छ। लास्ट स्थितिमा आइपुगिसकेको छ। सबैजना आरती गाउँदै हुनुहुन्छ, त्यो भइरहेको छ। Thank you for watching guys.
सब्स्क्राइब पनि गरिदिनु होला, यो च्यानललाई माया गरिदिनु होला, बेल आइकनलाई पनि दबाइदिनु होला।